ल हेर्नु साथीहरू यति ब्युटिफुल भ्यू। यो चाहिँ भेरेन्डाबाट सर्लकै देखिन्छ होइन गाइजहरू। यति भेरेन्डाको पारी हो होइन, भेरेन्डा मलबाट सर्लै नै हेर्दाखेरि पारी देखिन्छ। यस्तो घरहरू पनि एउटै आइटम छ। अनि यता आएर यो ओभर मार्केट भइहाल्यो। अनि यता आएर त्यो चाहिँ नेपाली मोमो एन्ड समोसा चाट सबै थोक पाइन्छ साथीहरू। यहाँ मान्छेहरू खाइरहनु नि भएको छ, खाएर उठिसक्नु भएको छ। तपाईँहरू खान चाहनुहुन्छ भने आउनु होला। यो चाहिँ फेरि कति वर्षको पुरानो बिल्डिङ हो अगाडि त। यहाँ केही पनि छैन। यो के कारणले चाहिँ बन्द हो भन्ने कुरा चाहिँ थाहा छैन साथीहरू। केही पनि छैन, भित्र च्यापचिप भएको छ। सायद पहिला त्यस्तै आन्दोलनमा परेको हो कि नआइन, तर होइन होला। त्यत्तिकै छ यो खुल्लै राखेको। यस्तो छ भेरेन्डा मल एरियाको, रोमानियाको सबै हालको भइदिनु पर्छ जस्तो छ। पुरै भेरेन्डा मल चाहिँ यो हो। यो चाहिँ फिलिपिन्स फुड एरिया हो होइन, रेस्टुरेन्ट फिलिपिन्सको। यहाँ चाहिँ पुरै खेल्ने एरिया छ। साथीहरू अब हामी भेरेन्डा मलभित्र जानेछौँ। मैले चाहिँ फेरि हेलमेट लगाइरहेको छु। हेलमेट चाहिँ खुकाल्नुपर्छ मलभित्र जाँदा चाहिँ, फेरि कराउँछ साथीहरू। यस्तो छ यहाँ बच्चाहरू खेल्ने ठाउँ।